यतिको केटल त साँच्चै नै लाएको हो भन्ने गीतको रिलिज अझै पनि भएको कारणले हामी सबै जतिजनाले यो केक भाले हो कि पोथी यो भालेको जन्मदिनमा भाले नै हो अनि माया लाकै गीत पनि उहाँले केक काट्नु सुरु गरे अब सम्पूर्ण अब दर्शकहरूप्रति पनि धेरै आभार छ माया लागे यो गीत आएको छ सबैले हेरेर माया साथ दिनु होला थ्याङ्क यू सो मच ह्यापी बर्थडे अब बोलौँ है आज यो बोलौँ है हाम्रो भाबीको लेखान्तको मुख्य अङ्ग रमेश ओली कलाकार म्यानेजमेन्टको बर्थडे परेकोले हामी भाबीको लेखान्तको टिमले भाबीको लेखान्तको तर्फबाट सावित्रा फिल्म्सको ब्यानरमा चाहिँ आज केक काट्ने कार्यक्रम भइरहेको छ। यसको लागि चाहिँ विशेष हाम्रो भाबीको लेखान्तको मुख्य व्यक्ति हुनुहुन्छ जो प्रधानज्यू। उहाँ कलाकारिता होस् या प्रधानको हिसाबले एउटा हुनुहुन्छ, उहाँले केही शब्द बोल्नुहुन्छ होइन। म सानो कलाकार दमजुरादीको तर्फबाट अब हाम्रो यो लाइटमा पनि एकदम राम्रो काम गर्ने होइन, एक्टिङ पनि राम्रो गर्ने होइन, अनि प्रोडक्सन पनि एकदम राम्रो गर्ने, कलाकारलाई लाने ल्याउने पनि गर्ने है। एक किसिमको त्यो के अरे जुम्लाबाट के अरे पोखराबाट जुम्ला जाने प्लेन जस्तै हो एकछिनमा पनि जाने आउने गरेर नि एकदम हाम्रो प्रिय भाइ रमेश ओलीलाई धेरै धेरै ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। अरू त साथीहरूले भनिहाल्नुहुन्छ ल ह्याप्पी बर्थडे। त्यसै गरी हाम्रो अब यहाँ भाबी लेखान्तमा जुन जोडिनु भएको सिनियरको हिसाबले मैले चाहिँ उमेरले सिनियर भन्दा पनि एउटा कलाकारिताको प्रधानको हिसाबले मैले चाहिँ उहाँलाई टक्राएँ। त्यस्तै गरी हाम्रो जो सिनियर कलाकार हुनुहुन्छ सृष्टि केसी मुकुन्द मैनाली बा हुनुहुन्छ जो थ्याङ्क यू सो मच कति वर्ष मुकुन्द बालाई कति वर्षको जन्म जयन्ती हो त्यो भन्न मिल्दैन ताङबाट होइन हाम्रो भाइ चाहिँ अभिनय गर्न काठमाडौँ झोला बोकेर छिरेको अहिले राम्रो अभिनय गर्छन्। अनि माया लगाएकै हो माया लाकै हो खासमा अर्को पनि हो गीतकार पनि हो म भन्न खोज्दै थिएँ। अनि माया लाकै हो गीत चाहिँ उहाँले लेख्नु भएको, त्यसपछि उहाँले नै अभिनय गर्नुभएको रिना गुरुङ उहाँसँग चाहिँ नि खेल्नु भएको छ। त्यो आज त्यो गीत पनि रिलिज भएको छ रमेश ओली युट्युब च्यानलमा, यो रमेश ओली अफिसियल युट्युब च्यानल। त्यसलाई पनि हेरेर लाइक कमेन्ट सब्सक्राइब गरेर हाम्रो नवोदित कलाकार भाइलाई चाहिँ अझ ऊर्जा थपिदिनु होला। अनि भाइलाई पनि शुभकामना, यो वर्ष गाँठ सँगसँगै अब अरू वर्षमा झन् रमाइलोसँग अझ राम्रो उन्नति प्रगति हुँदै जाओस्। जन्मदिनको शुभकामना भाइ। थ्याङ्क यू सो मच धन्यवाद। त्यसै गरी हाम्रो रुन पर्दैन कलाकारितामा होस् भाबीको लेखान्तमा होस् निरन्तर एकदमै आदरणीय अग्रज दिदी हुनुहुन्छ गोमा न्युपाने, उहाँले पनि विशेष कुनै नेउपाने नमस्कार। अब मैले त अरू धेरै भन्दिनँ, उहाँहरूले दाइहरूले भनिसक्नुभयो। बाबुलाई ह्याप्पी बर्थडे टु यु, जन्मदिनको धेरै धेरै शुभकामना छ। थ्याङ्क यू सो मच दिदी। उहाँ आज रिलिज भएको गीतको माया लागेको गीतको उहाँ खेल्नु भएको छ आमाको रोलमा। रिना गुरुङ पनि हुनुहुन्छ। उहाँ त मेरो रिना गुरुङ त हुँदै हुन, त्यसमा म पनि आमाको रोलमा थोरै खेलेकी छु। त्यसै गरी त्यसलाई पनि माया गरिदिनु। कलाकारितामा हाम्रो भाबीको लेखान्तको टिममा जोडिनु भएका बहिनीहरू हुनुहुन्छ। समिता रिजालले पनि केही विशेष उहाँलाई भन्न चाहनुहुन्छ? जन्मदिनको धेरै धेरै शुभकामना। अनि आज गीत रिलिज भइरहेको छ नि, त्यसको एकदम उन्नति प्रगति एकदम राम्रो होस् होइन, सफलताले एकदम माथि पुगोस्। थ्याङ्क यू सो मच दिदी। फेरि स्याड गीतको एकदम फ्यान रे, मैले स्याड नै निकालेको छु। म टिकटक बनाइदिन्छु। थ्याङ्क यू सो मच। त्यसै गरी हाम्रो कलाकारितामा लागिरहनु भएको छ जस हाम्रो चिन्जान भइरहेको छ अगाडि जोडी परिरहेको छ, सृष्टि केसीले के भन्न चाहनुहुन्छ? त्यसै गरी अरू केही भन्नुहुन्न? थ्याङ्क यू सो मच हजुर। त्यसै गरी हामीलाई मिठो मिठो खाना बनाएर खुवाउने कलाकार पनि हो हाम्रो दिदी हुनुहुन्छ, उहाँको नाम इन्द्रा ठकुरी होइन ठकुरी हो, इन्द्रा मल्ल दिदीले पनि विशेष केही भन्न चाहनुहुन्छ? जन्मदिनको शुभकामना रमेश ओली भाइलाई। थ्याङ्क यू सो मच। बिहानसम्म ज्वाइँ भन्नुहुन्छ भाइ भन्नुहुन्छ।
छोरी पहिला गए रे दिनभरि छोरी उहाँले आज के जोइ भन्दै हिँड्ने त कस्तो छोरी भए पनि नभए पनि साइनो चाहिँ जोइ हो क्या एकजना लुक्नु पर्छ यहाँ यसै गरी हाम्रो आदरणीय व्यक्तित्व हुनुहुन्छ विशेष व्यक्तित्व हुनुहुन्छ हाम्रो जो कलाकारिता यात्रामा अहिले होइन 53 सालदेखि लाग्नुभएका हुनुहुन्छ हाम्रो दाइ हुनुहुन्छ अहिले पनि भावी लेखान त हरेक सिरियलमा मेरी बासीदेखि हरेक सिरियलमा जोडिनु भएको ड्युटीको पहिलेदेखि लिएर धेरैमा हुनुहुन्छ अग्रज कलाकार दाइ हुनुहुन्छ पुरानो कलाकार हुनुहुन्छ हाम्रो बलराम घताने दाइलाई विशेष कुराहरू केही भन्दिन म अनुरोध गर्छु आज हाम्रो रमेश भाइ कलाकारी क्षेत्रमा एकदम लगनशीलता सहनशीलता सबै कुरोलाई सबैको माया पाउने र अरूलाई पनि माया गर्ने व्यक्तिको जन्मदिन पनि परेको र उहाँले एउटा गीत माया लाकै हो यतिको केटल त साँच्चै नै लाएको हो लाकै हो भन्ने गीतको रिलिज अझै पनि भएको कारणले हामी सबै जतिजनाले यो सौभाग्य पाइयो हामी सबै आभारी छौँ र उहाँलाई जन्मदिनको अनगिन्ती शुभकामनाको साथै अर्को साल पनि फेरि अर्को कुनै एउटा सिरियलै लिएर आइएला सकेसम्म फिल्मै लिएर आइएला होइन यसरी अगाडि बढ्दै जानुहोस् भनेर फेरि पनि जन्मदिनको शुभकामना त्यसै गरी धन्यवाद त्यसै गरी हामीलाई राम्रो बनाउने चिटिक्क पार्ने हाम्रो पूजा दिदीले पनि के भन्न चाहनुहुन्छ ह्याप्पी बर्थडे भाइ रमेश भाइ जन्मदिनको धेरै धेरै शुभकामना छ होइन त्यसै गरी हामीलाई संसारको जुन कुनै कुनामा पनि हरेक ठाउँमा चाहिँ युट्युबबाट चिनाउनु हुने क्यामेरा खिचेर खिच्नुहुने अनि म हेर्दैछु क्या यो केक भाले हो कि पोथी यो भालेको जन्मदिनमा भाले नै हो माया लाकै गीत पनि उहाँले नै खिच्नु भएको थियो माया लागेको गीत हाम्रो रमेश ओली अफिसियल युट्युब च्यानलबाट आइसकेको छ सबैले हेरेर माया गरिदिनु होला अनि टिकटक पनि बनाइदिनु होला भन्न चाहन्छु हामीले धेरै दुःख गरेका छौँ त्यो गीतमा त्यसको एउटा पात्र म पनि हो त्यसै गरी हाम्रो उहाँ पनि छुटाएको छ ल उहाँ पनि त्यसै गरी हाम्रो कलाकारितामा लगभग 70 साल भन्दा 70-71बाट जोडिनुभएका मेरी भाषादेखि जोडिनुभएका एकदमै कलाकारितामा लागिरहनुभएका मसँग म पछि सँगै जोडिनुभएको सबिन घिमिरेलाई विशेष केही भन्न चाहन्छु हाम्रो रमेश ओली सरको आज जन्मदिन र गीत पनि आइरहेछ माया लाकै हो भने हामीले केक पनि माया लाकै हो भनेर ल्याइसकेका छौँ उहाँलाई धेरै धेरै जन्मदिनको लाखौँ लाख शुभकामनाका साथसाथै आज गीत रिलिज भएको छ यो गीतले चाहिँ लाखौँ करोडौँ चुमोस् भन्दै करोडौँ अनगिन्ती शुभकामना भन्न चाहन्छु धन्यवाद त्यसै गरी हाम्रो भावी लेखान्तदेखि मेरी भाषा 75 सालदेखि खटिनुभएका अनि भावी लेखान्तको साइको किलर व्यवस्थापन कलाकार नवीन हाम्रो रमेश भाइलाई जन्मदिनको धेरै धेरै शुभकामना होइन जस भाइ इमान्दार छन् प्रगति हुँदै जाओस् अझै पनि राम्रो अब यसको पार्ट 2 गीतहरू आओस् अब अरु बाँकीको दादा आउँछ त पार्ट 2 ल्याउनै पर्छ पार्ट 2 डिप्रेसन अनि यसै गरी अब भाविका लेखान्तका ओनर होइन निर्माता निर्देशक के अरे मेरी भाषाका घिरौँले होइन लेखान्त राज भुषाल लेखराज भुषालले के भन्नुहुन्छ सबैलाई चाहिँ आज माया लागे हो भन्ने गीत हामीले धेरै दुःख गरेर बनाएका छौँ सबैजना मिलेर म पनि सानो भूमिका खेलेको छु दाइको भूमिका खेलेको छु अबका दिनमा हामी चाहिँ सबैजना यसरी नै सहकार्य गर्छौँ हाम्रो टिमको मान्छेहरूको कलाकारितामा जसको आवश्यकता पर्छ हामी बोलाउँछौँ काम गर्छौँ सबैले चाहिँ हेरिदिनुलाई माया गरिदिनुलाई रमेश ओली अफिसियल युट्युब च्यानलमा आइरहेको छ बेलुका 5 बजिसक्यो है अघि नै सबैले हेर्नुलाई लाइक सेयर सब्सक्राइब टिकटक बनाउनुलाई ह्याप्पी बर्थडे टु यु बाबु केक काट्नु सुरु गरे अब के गर्छन् भन्नु पर्यो म त केही थाहा छैन माया लाग्यो दाइ काटेर आफै खाम एकजना तमसाले खुवाइदिएपछि हामीले खुवाउनु पर्छ क्या तमसा खुवाउनु अनि तमसाले हामीलाई खुवाइन्छ तपाईँलाई खुवाइन्छ सक्यो कि फेरि अरू काट्नु सक्यो कि खुवाइदिनु पर्छ 20 लास्टमा हतार भइसक्यो अब भयो बाबु हतार छ ल अब सबैलाई अब घ्याच तपाईँले काटेर ट्याक्टु गरिदिनु भइहाल्छ सन्दीप तपाईँले ल एकचोटि के भन्छु ल थ्याङ्क यू सो मच सम्पूर्ण उहाँले विशेष भावीको लेखान्त टिम परिवारलाई योभन्दा पहिलो वर्ष नि यही भावीको लेखान्तमै को सुटिङमै परेको थियो फेरि त्यसैले काट्यो
एकछिन केक खान्छु है दिदी म बोल्दैछु ल योभन्दा अगाडिको वर्ष पनि भाबीको लेखान्तकै सुटिङमा परेको थिएँ सुरु दिनमै बर्थडे छोइरहेको थिएँ त्यही भएर सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु स्पेसली थ्याङ्क यू सो मच मेरो बाबा मम्मीलाई मलाई जहाँसम्म यहाँसम्म एउटा आउने वातावरण मिलाइदिनु भयो हुर्काएर जन्माइदिनु भयो त्यो धरतीमा पाइला टेकाइदिनु भयो मेरो बाबा मम्मीलाई धेरै धेरै धन्यवाद अनि सम्पूर्ण देश विदेशमा रहनुभएका सम्पूर्ण अब दर्शकहरूप्रति पनि धेरै आभार छ माया लागेको यो बिदा छ सबैले हेरेर माया साथ दिनु होला थ्याङ्क यू सो मच